यो ब्लाउजको ब्याक साइडमा हेर्नु त कस्तो राम्रो पोटली राखेका छौँ। यसरी नै पोटली कसरी राख्ने होला भनेर भन्नुहुन्छ भने हजुरहरूले यो भिडियो हेर्न सक्नुहुन्छ। हामीले यो भिडियोमा पुरै डिटेलिङका साथ पोटली कसरी राख्ने भनेर चाहिँ बनाएका छौँ। हेर्नु त मैले चाहिँ अलिकति फाइबर लिएको छु। फाइबरलाई हल्का पानी लगाएर गोलो बनाउने, यसरी पानी लगाएर गरायो भने एकदम राम्रो गोलो बन्छ के। अनि यसरी हेर्नु त हाम्रो जुन ब्लाउज काटेर बचेको कपडाको टुक्रा थियो नि हो त्यो टुक्रामा यसरी चाहिँ फाइबरलाई हल्का पानी लगाएर गोलो बनाउने र यसरी चाहिँ बेटार्ने कि है, सेम धागोले बेटार्ने होइन। यसरी गरिसकेपछि हाम्रो पोटली तयार हुन्छ। हेर्नु त कस्तो राम्रो पोटली तयार भयो। आफूलाई कुन साइजको पोटली बनाउनु मन छ त्यही साइजको गराउने। हामीले चाहिँ यत्रो साइजको पोटली बनाइसकेका छौँ। अब यो पोटलीलाई हेर्नु है, हल्का ढुङ्गाले या केसैले थिच्ने कि, तर मेसिनमाथि नथिच्नु होला, अनि मेसिन बिग्रिन्छ फेरि थर्केर होइन। यसरी चाहिँ हल्का ढुङ्गाले थिच्ने कि, यसरी थिच्यो भने पोटलीको सेप एकदम राम्रो बस्छ कि। अनि हेर्नु त हाम्रो ब्याकबाट रेडी भइसकेको छ। अब ब्याकबाटमा चाहिँ हामीले पोटली राख्ने भाग छुट्याउने। यसरी हेर्नु त मलाई 15.5 मेरो 15 फुल लेन्थ, तर मैले 15.5 लिएँ। माथि आधा इन्च च्यापिन्छ नि त, अनि 15.5 लिएपछि मेरो 1 इन्चको माथि आयो होइन। अब हेर्नु है, यसरी चाहिँ माथि फेरि आधा इन्च यसरी हामीले छोडिदिने होइन। अब आधा इन्च चाहिँ हामीले फेसिङपट्टि वा हामीले त्यो पाइपिङको लागि भनेर छोडेका छौँ होइन। यसरी छोड्ने। अब हाम्रो यो बिच भागमा चाहिँ पोटली लाग्छ। ठ्याक्कै 11 इन्चको बिच भागमा मेरो पोटली लागेको छ। अब हेर्नु है, पोटली यसरी राख्दै जाने। हामीले पोटलीको मुख चाहिँ यतातिर फर्काउने, छेउतिर नै यतातिर फर्काएर यसरी हेर्नु त यसरी लगाउँदै लगाउँदै जाने। अनि एकदम मैले चाहिँ ग्यापिङ पोटली मन पर्दैन कि मलाई टन्न पोटली राखेको मनपर्छ होइन। कसैले ग्यापिङमा पनि राख्नुहुन्छ होइन, कस्टमरको इच्छा अनुसार राखिन्छ त्यो त होइन। तर मलाई अलिक सानो सानो पोटली तर टन्न राखेको एकदमै राम्रो लाग्छ। लगाउँदा पनि राम्रो देखिन्छ कि त्यस्तो वाला पोटली फेरि। अनि फिनिसिङ पनि एकदम राम्रो देखिन्छ कि। यसरी चाहिँ सकेसम्म पोटलीको साइज चाहिँ एउटै गराउनु होला, एउटै गराउने कोसिस गर्नु होला, राम्रो देखिन्छ। अनि यसरी हामीले पोटली लगाउँदै लगाउँदै जाने। अनि त्यो पोटलीमा फेरि एउटा हल्का खुम्चेको पार्ट हुन्छ एक साइडमा फेरि सलक्कको पार्ट हुन्छ कि। जुन सलक्कको पार्ट छ नि त्यो चाहिँ तलतिर फर्काउने कि, किनभने यसरी हामीले फर्काउँदाखेरि चाहिँ त्यो पार्ट माथि पर्छ कि। अनि माथि हल्का बिग्रेको पार्ट, खुम्चेको पार्ट छ भने पोटलीको माथितिर पारिदिने कि। अनि यसरी चाहिँ पोटली लगाउँदै लगाउँदै जाने होइन। टन्न पारेर पोटली लगाउँदै लगाउँदै हामीले ठ्याक्क चक्लाको भागसम्म चाहिँ पुर्याउने कि, यसरी पोटली लगाउँदै लगाउँदै होइन। अनि पोटलीलाई चाहिँ एउटै लेभलमा राख्ने कि, राख्दाखेरि पनि तल माथि नराख्ने कि। पोटली लगाउँदाखेरि ठ्याक्कै एउटै लाइनमा सरर लगाउँदै 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 यसरी जाने होइन। हेर्नु त अब मेरो पोटली राखेर भइसकेको छ। अब यसरी चाहिँ हामीले लग गरेपछि अब यसलाई फर्काइदिने र यसको चाहिँ बाँकी भएको हुन्छ नि, बाँकी नि कपडाहरू काटेर फाल्ने। एकदम गाह्रो छ यो, मोटो छ नि त, त्यही भएर गाह्रो भयो काट्नलाई। अनि यसरी चाहिँ यो बाँकी भागको कपडाहरू चाहिँ सलक्क काटेर फालिदिने है। यसरी चाहिँ सलक्क फालिदिने। अनि फालिसकेपछि यसलाई छाँटकाट गर्ने होइन। यहाँ नचाहिने एक्स्ट्रा हामीलाई कपडाहरू छ नि जुन धोत्रा जात्री छाँटकाट गरेर यसरी फालिदिने। अनि यसरी फालिदिइसकेपछि यो 2 इन्चको मैले फेसिङपट्टि काटेको छु कि। अनि यो फेसिङपट्टिलाई पोटलीको माथि राख्ने कि, पोटली माथि राख्ने। तर हामीले यसलाई ट्याक्क घुमाएर जहाँ हामीले पोटली बनाउँदा सिलाएको थियौँ नि त्यही सिलाइको माथि 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 सिलाउने, ठ्याक्कै त्यही सिलाइको माथि सिलाउने कि है, दायाँ बायाँ सिलाउनै पर्दैन। अनि यसरी हेर्नु त अब यसरी चाहिँ फेरि एकचोटि यसरी फिजारेर यसरी हानिदिने भने एकदम सेप राम्रो बस्छ कि पोटलीको, ट्याक्क राम्रो सेप बस्छ। अनि यसरी हानिदिने। अब हेर्नु त भइसकेछ कस्तो राम्रो देखियो है पोटली। अनि यसरी हल्का यसलाई खुम्चाइदिने, किनभने हामीले यसलाई तुर्पाई गर्ने हो नि त। तुर्पाई गर्दाखेरि खुम्चाएर गर्नु पर्दैन कि। यसरी गरिदिएपछि अनि धागो फाल्न मनलाई फाले भएपछि, नत्र नफाले भए। अब यसलाई चाहिँ माथिबाट टप स्टिच हानिदिने कि। अब फेरि पोटलीको माथिपट्टिबाट त्यसलाई फर्काइदिइसकेपछि अनि एकदमै राम्रो फिनिसिङमा सेप बस्छ। हेर्नु न कस्तो राम्रो सेप बसेको छ है यसमा। यसरी चाहिँ हेर्नु त पोटली कस्तो राम्रो भयो।